रियल मैड्रिडले ला लिगामा आफ्नो पोजिसन यसरी सेक्योर गरेछ नि कुनै माइकाला आए पनि हामीलाई त्यहाँबाट हल्लाउन सक्दैन क्या। आखिर इतिहास तिनै क्लबले लेख्छन् होइन, जसले आफ्नो नतिजा आफ्नै हातमा राख्छन् होइन र। नपत्या ला लिगाको टेबलमा हेरौँ है, त्यो 62 पोइन्टमा थर्डमा भएको भिल्लारियलले हामीलाई कसै गरी नि भेट्दैन क्या। बाँकी 6वटा गेममा हामीसँग 72 पोइन्ट छ है। यसै गरी फर्स्टमा भएको बार्सिलोनासँग 82 पोइन्ट छ होइन। बार्सिलोनाले त्यो लिड कसै गरी नि फाल्दैन क्या, त्यति सेक्योर छ क्या हाम्रो पोजिसन। आखिर इतिहासकै बेस्ट क्लब पो हो त यार रियल मैड्रिड। वर्ल्डको बेस्ट 2वटा लेफ्ट विङ्गर चाहिँ होइन हाम्रै क्लबमा आफ्नो पोजिसनको लागि फाइट खेलिरहेछन् क्या यार। खै के गर्नु क्या, यसपालि पनि त्यही 15वटा च्याम्पियन्स लिग र 36वटा ला लिगा टाइटल छ भनेरै चित्त बुझाउनु पर्यो क्या। आखिर आफ्नो मेन्टल हेल्थको केयर त आफैले गर्नु पर्यो नि होइन र। भोलि रियल बेटिससँग अवे गेम छ होइन, जिते पनि हारे पनि हामीलाई बाल हो।